गाइज आज चाहिँ हामीले नयाँ भिडियो लिएर आएको जसमा च्यालेन्ज चाहिँ के भन्छन् यो च्यालेन्ज चाहिँ नेम प्लेस थिङ च्यालेन्ज हो। बेसिकली चाहिँ जस्तै मैले एउटा उसलाई अल्फाबेट दिन्छु अनि त्यो अल्फाबेटबाट चाहिँ उसले 10 सेकेन्डमा चाहिँ नाम अनि ठाउँको नाम अनि एउटा थिङ भन्नुपर्छ। र जसले धेरै भन्न सक्यो त्यो चाहिँ विनर हो। रक पेपर सिजरबाट स्टार्ट गर्ने ल ल हो त। ल ल रक पेपर सिजरमा कसरी जित्ने म देखाउँछु। रक पेपर सिजर सु। फर्स्ट अल्फाबेट चाहिँ सजिलोबाट दिन्छु। टी। टीना टिक टीबाट टिक 1 टोकियो टिक टिक 2 थिङ्स टिक टिक 3 टिक टिक 4 टिक टिक 5 टेप अच्छा कस्तो सजिलो पनि यस्तो हुने रहेछ। त्यो सजिलो अल्फाबेट भएर ल मैले दिन्छु याक्स 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 याक्सबाट चाहिँ 1 याक्स मस ट्री अनि 3 त्यो अप्सन सुरु त्यो 4 याक्स 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 5 याक्स मस ट्री अनि याक्सरे नाम हुन्न भएन। ल ल तिमीले भन ल एक्सबाट म जान्दिनँ यति अप्ठ्यारो दिनु यार। ल अब म पनि अप्ठ्यारो दिन्छु। मलाई सबैभन्दा गाह्रो यही त छ जस्तो लाग्यो। मेरो पाली जेड टिक टिक 1 जेब्रा टिक टिक 2 जेब्रा के भयो त नाम न त्यो त एनिमलको नाम भयो त्यस्तो उसको जे नाम भयो नि उसको नाम हुनुपर्छ। जर्बरा टिक टिक 1 जोम्बावे भन्ने हुन्छ कि टिक हुन टिक रे 2 जोम्बावे जेबाट टिक टिक 4 टिक टिक 5 अच्छा टिक टिक 6 टिक जोम्बी टिक टिक 8 जोम्बी हुन्छ कि टिक टिक थिङ्स 9 जोम्बी भनेको टिक लाग्ने टिक 10 काम है के हुन्छ र मलाई के लाग्यो जिम्बाब्वे जिम्बाब्वे ए, ल ल जिम्बाब्वे ल भइयो अब जसले हार्यो त हार्यो। ल उसको 1 पोइन्ट छ मेरो चाहिँ 0 ल।